आज हामी के बनाउँदैछौँ हैन? आज हामीहरू चाहिँ स्पेसल मेरो सालाजीको बर्थडेको लागि स्पेसल बिरयानी बनाउँदैछौँ घरमै। बिरयानीको लागि के रेडी गर्नु भएको छ नि? बिरयानीको लागि यता छ टमाटर अनि यो चाहिँ हाम्रो अनियन ग्रिन चिल्ली धनिया पुदिना भइहाल्यो। धनिया पुदिना अनि यहाँ चाहिँ हाम्रो मसलाहरू छ। यो चाहिँ ल कस्तुरी मेथी ल अनि हामीसँग सबै रेडी भएको अवस्था छ। अब चाहिँ हामी चाहिँ बिरयानी बनाउन लाग्छौँ। ल के भयो? कति किलोको बिरयानी हो बिना? यो चाहिँ 5 किलोको हो। 5 किलोको बिरयानी हाम्रो भिनाजी बनाउँदै हुनुहुन्छ। स्पेसल हुनेवाला छ गाइज। यो चाहिँ हाम्रो दालचिनी छ, पत्ता स्टारफुल यति नै छ हामीसँग चाहिँ। जति भएको छ त्यही हिसाबले बनाउने हो। राम्रो यसले चाहिँ राम्ररी गरम गरेर हाम्रो भिनाजीले धेरै पछि बिरयानी बनाउँदै हुनुहुन्छ। हामी पनि आज घरमा सानोतिनो फङ्सन भएको हिसाबले बिरयानीको हाम्रो भिनाजूको हातबाट चाहिँ धेरै पछि बिरयानी खान पाइने भएको छ गाइज। हामी चाहिँ लागिरहेको छौँ साला भिना दुईटम। र अब हाम्रो चाहिँ तेल गरम भइसकेपछि चाहिँ प्याज हालिरहेको छौँ। यसलाई चाहिँ एकदम ब्राउन बनाउने हो। मास्टरजीले आज चाहिँ धेरै पछि फर्ममा आएको अवस्था छ। हामी चाहिँ बिरयानी बनाउँदैछौँ 5 किलो बासमती राइसको। एकदम ब्राउन हुने पाराले नै बनाउने हामी चाहिँ। आज बिरयानी हाम्रो दिदी पनि आउनु भएको छ। रोक अहिले भन। एकदम प्याज चाहिँ ब्राउन भएको अवस्था। यता साला भिना बाहिर बिरयानीको रेडी गरिरहेको छौँ भने हाम्रो चाहिँ भित्र पनि तयारी भइरहेको अवस्था छ गाइज। हाम्रो भिना बेहुला भाइ सबै लागिरहनु भएको छ यता। सबै भान्जी खेलिरहेको अवस्था। हेलो भन भान्जी। हेलो गुड कान्छो बेहुला नमस्ते। ल हाम्रो चाहिँ प्याज अलिक ब्राउन भएको अवस्थापछि हामीले चाहिँ ग्रिन चिल्ली हालेर यसलाई पनि टेस्टको लागि चाहिँ पकाउने हो। 5 किलो भने धेरै ब्राउन भइसकेपछि हामी चाहिँ धनिया र लसुनको पेस्टलाई चाहिँ एड गरिरहेको छौँ। ल यसलाई चाहिँ अलि राम्ररी पकाउने अब। हामीले चाहिँ जिन्जर गार्लिक पेस्ट हालिसकेपछि चाहिँ अलिक स्लो फायरमा पकाउनुपर्छ दोस्तहरू। त्यही भएर चाहिँ एकदम स्लोमा हाम्रा भिनाजु पकाइरहनु भएको अवस्था छ। आज चाहिँ स्पेसल नै हुनेवाला छ घरमा पनि। खुसीको माहौल जो छ दम लागिरहेको छौँ। हाम्रो भिनाजुको आइडियामा चाहिँ टर्मेरिक पाउडर हल्दी पाउडरले चाहिँ तल लाग्नुहुन्न भन्नुहुन्छ। यसरीबाट हालौँला आज। यता बिरयानीको रेडी, उता खुसीले केटाहरू। बिरयानी मस्त हाल्यो।
अब बदल आने నేను డాన్స్ करतो व्हिडिओ गमकला डान्स करतो खूप लागले मोमेंट मसला हाल्नु पऱ्यो मासु हाल्नु पऱ्यो अनि कसो छ स्थिति अब चाहिँ हामीले चाहिँ के स्टेप हाल्ने होइन टमाटर टोमेटो टमाटर टोमेटो चाहिँ हाल्ने हामी चाहिँ यसलाई राम्रोसँग बनाउने राम्रोसँग यसलाई चाहिँ गलाउने मास्टरको आइडिया छ खै कस्तो हुन्छ एकदम हाम्रो बिरयानीको मसला रेडी भइरहेको अवस्था छ रोक भन्योबाट होला चिल्ली पाउडर ल हाम्रो उनीहरूले सबैभन्दा पहिले चाहिँ चिल्ली पाउडर हाल्नु भएको छ धनियाँको पाउडर अब आइरहेको छ जिरा पाउडर हामी चाहिँ यो भयो हल्का स्वाद अनुसार चाहिँ चिकन मसला हालिरहेको छ स्टक वाटर हालेर चाहिँ एकदमै लाउने आधा अब चाहिँ चिकन रेडी गरिरहेको छौँ हामीले चाहिँ कति किलो हो बिना 10 किलो चिकन 10 किलो त अनि अब 10 किलो हाम्रो बिरयानीको लागि एकदमै झक्कास तरिकाले एकदम लेग पिस आज चाहिँ बिरयानी बन्दैछ हेलो यहाँ हेर साथीको दिन यो चाहिँ कस्तुरी मेथी हेलो साथीहरू यहाँ बिरयानी मास्टर चाहिँ बिरयानी बनाउँदैछन् आज एनिभर्सरीको दिन मेरो सालाको यहाँ क्यामराम्यान यहाँ रेडी हुनुहुन्छ स्टप गर नुन चाहिएन हाल्यो त्यहाँ नुन लेमनको जुस वाइन हालेर दिनु नुन त ठिक्क छ दिएन मास्टर तुम हो हजुर हाम्रो बासमती राइस 5 किलो गइरहेको छ पानीमा हाफ बोइल गरेर यता दम हाल्ने जति पनि साथीहरू राइस मार्नु जाँदा टाइम लाग्छ 1 घन्टा लाग्छ आधा घन्टा जस्तो एक प्याकेट र कलर लगाएको छु कि लास्ट टाइम हाल्नु कलर बिरयानीको यो चाप रहली छन् हाम्रा बिना सेल्फी जान देखे पनि सेल्फी पनि छ आज सालाको एनिभर्सरी पनि छ आज घरमा ठुलो पार्टी छ फेसबुक साथीहरूलाई राख दिए त राख
राइससँग लैजाने पानी मात्र खाने उडेर कहिले मलाई राइस लैजाने हो दाजु हेलो गाइस आज मेरो सालाजीको बिरानी एनिभर्सरीमा बिरानी पाक्दैछ अब यहाँ हेर्नुहोस् यहाँ मेरा सालाजी एकै हाल पुरै हालिदियो भने त्यसरी नै त्यसरी मिलाइदिए भयो लैजान्छ त पानी कमै छ त्यहीँमा त्यसरी अमुल रेसिपी हालिदियो चारैतिर पाडे ल भयो बिचमा लियो भयो कि पछि पनि हाल ल्याऊ ल्या काजु बिरयानी दम भएको अवस्था रेडी भएको अवस्था हाम्रा सालाजीको बिरयानी अरे ठुलो गर 5